ल बल्ल आइपुग्यो साइकल राख्ने ठाउँ है। यो चाहिँ हाम्रो पसिना भएर मरे उयो फलेको छैन साह्रै के देख्यौ खोटायो त दुलो दाले मेरो पनि राखिदिएको लु जुम खोज्नु अब झोलाइ छ नि। ल तिमी टिप न त हामी यो फुल चाहिँ के अरे असारमा धान रोप्दा भक्कारी बाँध्ने भन्छ नि त्यतिखेर लगाउँथ्यौँ क्या। यो फुल चाहिँ साह्रै राम्रो छ है। ओ माई गड सो ब्युटिफुल। म चाहिँ चढ्नु पनि सक्दिनँ, म भेगु त हो धर्नु चढिहाल्छ। म त यता यता कुना कान्दार यसो छोड्छ नि त साथीले, म चाहिँ त्यही बटुल्छु क्या। अब के गर्नु चढ्नु सक्दिनँ। अब यतिको चढ्नको लागि थोरै साह्रो पर्दैन। अब आमामा ए म हिँड्न चढेँ साथीभाइ हो। म त पासाङ लामो शेर्पालाई पनि जित्दिन्छु होला हिमाल चढ्नुलाई। वाह कस्तो दामी। अनि रुख त म त फेरि भ्यागु त हो नि त चढ्नु त कन्ताको शीतल पो छु होला। यो एङ्गलमा टिप्नुपर्छ लडेर ज्यान फाँकेर कन्ता गाह्रो छ मलाई। यस्तो भिर पाखा अनि खत्रै हो नि साथीलाई त म आँखामै धुलो लगाइदिन्छु। जतिखेर उयो मात्र धेरै टिप्ने होइन। अनि म चाहिँ घरमा गएर मेरो सासूलाई चाहिँ के भन्ने त फेरि देउरानीले यति लियो तैँलाई खुवाइ भन्छ त फेरि। कुन कुनामा ए डुकु मुसी त यो डुकु मुसीको अर्थ पनि थाहा छ। हाम्रो गाउँमा एउटा डुकु भन्छ क्या एउटा मान्छेलाई, उसको बुढीको नाम चाहिँ मुसी क्या फेरि अनि डुकु मुसी हामीले चाहिँ त्यसरी नाम राखिदिएको। हामीले भन्दा पनि अब गाउँमा हामीभन्दा ठुल्ठुलो मान्छेहरूले राखिदिनु भएको हामीले चाहिँ सुनेको। अनि हाँसो हुन्थ्यो क्या अब त्यो सागको डुकु अनि यस्तो के अरे उयो उसको मिल्दोको डुकुहरू दिएको हुन्छ मुसी खोइ मुसी भन हाँसो जाऊ हेर सानो छैन। ल बाँकी टन्नै भएको चाहिँ पछि देखाउँला। धेरै बनाएपछि कति टिप्यौँ भनेर देखाउने छु है। हामी भिर पाखामा चढेर घाँस दाउरा गरेको छोरी चेली पो हो त हौ। अनि कन्छौँ यस्ता माथि भिर पाखा त हामीलाई केही हुँदैन। त्यो त एक खुड्किला हो हाम्रो लागि। ओहो यसरी झुन्डेर त टिप्नुपर्छ। अनि यता कत्रो रुख रहेछ हौ, कत्रो रुख रहेछ नि। के छ यो त चल्दैन ब्याट्री लाउने ल हातमा। शीतल हावा चाहिँ खतरा आयो। यो जङ्गलमा त यो के हो के आइने रहेछ। त्यही हुन्छ न काट्ने न बोक्ने न
डोरी लिएको दिन चाहिँ जङ्गलमा दाउरा देखिन्छ। अन्त नि जहिले यस्तै हुन्छ क्या हामीलाई। कति बज्यो जम्मा? कति बज्यो? भाग खा नाता एउटा भेटियो तर नखाने खालको। हिँड्दैन त अरे अहिले हिँड्दैछ। चालाको बच्चा हो कि यस्तो हुन्छ अरे। चालाको बच्चा चालाको हल्लिँदैन अरे नि त। शीतलमा बस्नु आऊ। पिङ खेल्नु आऊ। धनु म त पिङ खेलेको। यो नेपालको 77 जिल्लामा कुद्नुपर्छ। कुनै मनाङमा छ, कुनै मुस्ताङमा, कुनै छ फेरि पूर्व मोरङ, ताप्लेजुङ ता के गर्नु तेह्रथुमतिर नि जानुपर्छ। धनु ओइ धनु कता पुग्यौ हो? पूर्व पुग्यौ कि पश्चिम पुग्यौ? त्यतिकै अमूल्य चिज त कहाँ पाइन्छ त? नेपालको 77 जिल्ला डुल्नुपर्छ। यता यता छ आऊ न। आऊ न, यहाँ कति राम्रो राम्रो पाइरहेछ है। ए यहाँ ए कम्ता छैन, यहाँ कम्ता छ त। अनि 77 जिल्ला कुद्नुपर्छ। अनि कहिले काहीँ पूर्व पुग्छु, कहिले सुदूरपश्चिम पुग्छु जीविकाको लागि। कुद्दी कुद्दी के हो जेठा भनेको चाहिँ। यस्तो टुसा त कति राम्रो। जेठा कान्छा खोज्नुपर्छ। चढिसकेको छुइनँ यहाँ नि, ठुल्ठुलो रहेछ कि टिप्दैछु। ओ माई गड गड गड, साफी नै पो रहेछ त। हामी बाटो हिँडेपछि बल्ल खाबो मायालु। एकदम तेजिलो आँखा बनाएर खोज्नु पर्ने रुइछ। अलि अलि ल 50 रुपियाँको एक पोका भइसक्यो नि।
अब यति खोज्यौँ भने त पुगिहाल्यो नि हामीलाई खानुलाई गलेर सिकिस्तै हौ म त खुसीले गदगद सुनाखरी फुल भेटे लाने हो अब यो नि कलिलो भएछ भुटेर खानुहुन्छ यो नि तर छिपी अस्ति च्याउ 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 छिटो आउन च्याउ चाम्रे च्याउ करमको मारा छ म त यहाँ सुनाखरी फुल बनाउँदैछु भिडियो